बहिनी पिछिङ हेलो गाइस, आज हामी यो फर्स्ट भ्लग बनाएर गइरहेको छैन। यसो गाइस, हामी यो गढी सभागृह भन्ने ठाउँमा आएका थियौँ। त्यसपछि हामी गइरहेका छौँ। रोड साइड पुगिसकेका छौँ। अब गाड छ गाइस, क्यामेरा यो थोत्रो मोबाइलले पनि हामी बनाइरहेका छौँ हजुरहरूको मनोरञ्जनको लागि। यहाँ त्यहाँ आन्टी हुन्छ, आन्टी नभए कोही सम्पर्क गर्नु होला। गाइस, हामी मेन रोडमा पुगिसकेका छौँ। अनि यहाँ चाहिँ आन्टीहरू गाइस, हाम्रो यात्रा चाहिँ त्यहाँदेखि भइरहेको छ गाइस। अगाडि अटो रहेको छ गाइस। यहाँ आन्टीहरू हुन्छ, आन्टी भनाउँदै हुनुहुन्छ गाइस। हेलो गाइस, हामी मेन सडकमा आइसकेको छौँ गाइस। यहाँ ठोकेसी कसको बाल हुन दोस् गाइजहरू, त्यसैले हामी उहाँ आन्टीहरूलाई पनि देखाइरहेको छौँ। त्यही हो, अरू त त्यही हो गाइस। अरू त त्यस्तै हो गाइस, यहाँतिर मान्छेहरू अति हुन्छन्। यहाँ हेर्नु गाइस, मेन रोडमा पुगिसकेको छौँ गाइस। यहाँ 24 घन्टा गाडीहरू आउने गर्छन्। अगाडि आन्टीहरू हुन्छ, रोड क्रस गर्दा गर्दै यस्तरी भाग्नुहुन्छ यिनीहरू। क्यामेरा चाहिँ हल्का राम्रो छैन गाइस, त्यसैले हल्का क्षमा माग्न चाहन्न। लाइट छैन गाइस, लाइट कहाँ हुन्छ गाई। अब लाइट चाहिँ अब आउँछ गाई 2-3 दिनपछि। हामी यस्तो प्रयास गर्छौँ कि गाइस, फर्स्ट भ्लगमै रोडमा भेटिने कोही केटीहरू हुन्छन् नि, महिला, तिनीहरूलाई हल्का प्र्याङ्क गर्ने अर्थात् जिस्काउने कार्य गर्नेछौँ गाइस। अरू त केही होइन, कोही दाजुभाइ बेसी हामीलाई हान्ने गर्ने हुनुहुन्छ होला जहाँसम्म। र हामी त निरन्तर अगाडि बढिरहेका छौँ गाइस। त्यसकै बाद तुमले भ्लग ढङ्गा उहाँ चाहिँ बेहुलो अङ्कल। अरू त त्यस्तै हो गाइस। यहाँ हामी आज उमेश दाईको लागि केटी खोज्न आइरहेछौँ। कहीँ भेटिने नि त कहीँ। अङ्कल झ्यापमा हुनुहुन्छ। अरू त त्यस्तो हो गाइस होइन। अरू त त्यही हो त्यही गाइस। अरू त त्यही हो गाइस। गाइस, यसमा कोही मान्छे नभेट्दाखेरि मैले यस्तै बाहना गर्नु परिरहेको छ गाइस। गाइस
यो भिडियो राम्रो बनाउन खोजिरहेको थिएँ गाइस, तर भएन, के गर्ने, यस्तै छ। प्राङ्कडालाई कसैले पनि भेट लिएर आएको छैनौँ, उता मामा हुनुहुन्छ। अरू त त्यस्तै हो गाइस, धनगढी सहर यस्तोको झिलिमिली चाहिँ यहाँ लाइट नसुमासुम्ने। गाइस म चाहिँ यो अटोभन्दा अगाडि जान गइसकेको छु। अरू त त्यस्तै गाइस, आन्टीहरू हुन्छ। लाइटसम्म नजाने जस्तो यता हेर्नु पर्छ, यता हेर्नु यार, यो खाना नसक्छ फेरि यार, मेरो खाना हामी पछि भोलि जग्गा चाहिँ यदि भिडियोमा पुगिन्छ त यार, घरमा आइसक्यो झगडा हुनु लाग्छ है, धेरै कहिले किन यार। त्यो मन्दिर हो गाई, त्यसले छिटिटी गरिरहेको छ। त्यस्तै हो गाइस, त्यही हो भलक इन गर्नुहुन्छ, तर आन्टी लाग्छ राम्रो राम्रोहरू। नभए छोरीहरू डाइरेक्ट भएर हुनसक्छन् हातमा। गाइस झन्डै म चुकिसकेको थिएँ, किनकि छोरी देख्नु कारणले म उहाँ जोडीलाई नै हेरिरहेको थिएँ, अनि म हल्का ठुक्किने स्थितिमा पुगिसकेको थिएँ गाइस। तर म अरू त केही होइन गाइस, त्यही हो, त्यो अगाडि गइसक्यो गाइस, त्यसलाई सोध्ने कोसिस गर्छु म। अनि यहाँ घर गइरहेको छु, यहाँको बेहुला पनि कस्तो होला गाइस, त त्यस्तै हो। राम्रो लाइटहरू देख्नु आउँछ। एउटा ब्रेकले काम गर्दैन गाइस, त्यसैले यहाँ मान्छेलाई हुटो हुनुपर्छ। ब्रेक लाग्दैन ब्रेक साइड ब्रेक लागेन, ब्रेक गाइस, धनगढीमा चिसो गरेको छ, त्यसै कारण एक गर्लफ्रेन्ड पनि पठाउन सकेको छैन।